हेलो गाइस, वेलकम टु माई भिडियो। आज फर्स्ट दिन एक्सर्साइज गर्न गइरहेको छु। आज फर्स्टमा चाहिँ म गर्नेछु डायमन्ड पुसअप। कति सकिन्छ हेरौँ त है गाइज। गाइजहरू, फर्स्टमा चाहिँ म डायमन्ड पुसअप हान्न गइरहेको छु। कति हान्न सकिन्छ लेट्स गो। र डायमन्ड पुसअप हान्न गइरहेको छु। कति हान्न सकिन्छ लेट्स गो, हेरौँ है त। 1 लगभग 25सम्म सकियो डायमन्ड पुसअप। अब हाम्रो डायमन्ड पुसअप सकिसकेको छ। अब हामी अर्को एक्सर्साइज गर्छौँ गाइज। डायमन्ड पुसअप गर्दा चाहिँ हाम्रो अहिले छाती बलियो हुन्छ र छाती बढ्छ। त्यसैले डायमन्ड पुसअप हान्नु एकदमै राम्रो डायमन्ड पुसअप। अब हामी हान्छौँ नर्मल पुसअप। कति हान्नु सक्यो हेरौँ है त गाइस। डायमन्ड पुसअप हानेर थाकिसकेको छ, त्यही पनि अब हामी नर्मल पुसअप हान्ने ट्राई गर्छौँ। कति हान्न सकिन्छ हेरौँ। नर्मल पुसअप हो गाइस है त। नर्मल पुसअप कति हान्न सकिन्छ हेरौँ। गाजर लग 30सम्म हान्न सक्यो। किनकि अगाडि डायमन्ड पुसअप हानेर अलिक हातहरू यता दुखिरहेको थियो, त्यही पनि अब 30सम्म हान्यो। अब हामी कुन चाहिँ गर्छौँ त। अब लगभग सकिसकेको छ। तर नभए पनि त अब 30-15 गर्दै अब हाम्रो त्यसको लागि हामीले छाती अलि डर बनाउनुको लागि हामीले त्यो पुसअप गर्ने हो। यो पुसअपलाई चाहिँ ट्राइसेप्सको लागि अलिअलि काम गर्छौँ र त्यसै गरी अब छाती बलियो बनाउनु लागि हो खास गरी यस पुसअपको काम। अब हामी अर्को पुसअप गर्छौँ। हाम्रो गाइजहरू पुसअप भनेर मेरो छाती अलि खतरै भएको छ। यो सकिएको कारणले भन्दाखेरि पुसअप हानेर, त्यसैले जति सकिन्छ आज 5 हान्नुहोला, भोलि 10। त्यसैले अब यस्तै गर्दै सबै स्ट्रङ हुन्छ। पुसअप हान्नुहोस्। पुसअप हान्यो भने तपाईँको छाती खतरा हुन्छ। हेर्नुहोस्। अब हामी अर्को एक्सर्साइज गर्छौँ। अब अर्को एक्सर्साइज गर्न गइरहेका छौँ। हेलो गाइज, अब हाम्रो अर्को एक्सर्साइज त हामी अब स्क्वाट गर्नेछौँ। स्क्वाट देख्नुहुन्छ। स्क्वाट कति हान्नु सकिन्छ मिनिमम अब 40 हान्नु सक्यो होला। स्क्वाट गर्न लाग्छौँ हामी। अब यतिकै हात पछाडि राखेर सक्छौँ। लगभग 50 स्क्वायर हान्नु सकिसकेको छ। अब त्यसपछि अर्को एक्सर्साइज गर्नेछौँ। स्क्वायर हान्दा चाहिँ हाम्रो यो खुट्टामा चाहिँ अलि खुट्टा खतरा हुन्छन्। खुट्टा अलि बलियो बनाउनुको लागि स्क्वायर गर्ने हो। अब हामी अर्को भिडियोमा भेटौँ। बाई बाई।